नमस्ते अध्यक्षज्यू, सन्चै हुनुहुन्छ? के छ अहिले 11औं महाधिवेशनको रौनक कस्तो भइरहेछ हजुरहरूको अधिवेशन अहिले? हाम्रो महाधिवेशन एकदम सभ्य भव्य र रौनक हिसाबले गइराखेको छ। अब 11औं पटक अध्यक्ष हुन लागेको छु, बधाई दिनुहोस् यहाँ मलाई। अनि अध्यक्षज्यू, तपाईँ यो 11औं पटक पनि अध्यक्ष पदमा उठिरहनु भएको छ। के छ तपाईँको जितको सम्भावना कतिको छ? अनि मैले नजिते के तिम्रा ससुराबाले आएर जित्छन् कि क्या हो? हजुरको ठट्टा गर्ने बानी अझै गएन है। अनि अध्यक्षज्यू, तपाईँले यो 11औं महाधिवेशन जित्नु भयो भने नेपाली जनताको बारेमा चाहिँ के सोच्नु भएको छ त? सोच्ने मात्रै होइन, धेरै सोचेको छु। अब हरेक नेपालीको पकेटमा पैसा नभएको मान्छे हुँदैन। अब यदि बेरोजगार बसेर जनताहरू त्यत्तिकै बसिराखेका छन् भने पनि हाम्रो सरकार बनेपछि उनीहरूलाई भत्ताको व्यवस्था गरिनेछ। अनि अध्यक्षज्यू, यो देशको बारेमा चाहिँ हजुरको ताजा चाहिँ अवधारणा चाहिँ के छ त? अहिलेको चाहिँ विचार, हजुरको विमर्श चाहिँ के छ त अहिलेको ताजा अवस्था? राम्रो प्रश्न गर्नुभयो। अब यो देशलाई हेर्न हुने र आधुनिक किसिमको नेपाल बनाइदिएछ। 84 पछि हाम्रो यो देशलाई आकाश र जमिनको फरकमा पाउनु हुनेछ यहाँहरूले। तपाईँहरूलाई लाग्छ कि नेपालमै छु कि अन्त कतै छु भनेर। यदि पत्यारै नलागेदेखि इथियोपिया र सोमालिया बनाइन्छ। अबको चुनावमा तपाईँको पार्टीको अवस्था चाहिँ कस्तो हुन्छ त अध्यक्षज्यू? राम्रो प्रश्न सोध्नुभयो। एउटा समय थियो काङ्ग्रेसले 2/3 पनि ल्याएको थियो, पटक पटक बहुमत पनि ल्याएकै थियो। तर हाम्रो गाउँमा एउटा साढे थियो क्या हो, त्यसले चाहिँ वैशामा सबैलाई जित्थ्यो। बुढेसकालमा चाहिँ बाछाले पनि हेप्थ्यो। अनि अहिले त फेरि उज्यालो पार्टी रे, घन्टी, जेएनजी, अनि तारा रे, नाना थरी के हो यिनीहरूको पनि अब त्यही साढेकै ताल हुन्छ। तर एमालेको चाहिँ 2/3 पक्का। पहिला पनि तपाईँहरू पटक पटक सरकारमा गएकै हो, तपाईँहरूबाट नेपाली जनताले के पाए त? के पायो रे? पल्ला गरेर राबेको भैँसीले पाडो पायो रे। खैर केही छैन। देश विकासमा हामीले के गर्यौँ भन्ने कुरा त सबै जनतालाई थाहा छ। अहिले सडक बढी इलेक्ट्रिक सवारी साधन गुडिराखेका छन्। अब रेलको लिक पनि खन्ने क्रम जारी छ। यो चुनावपछि नेपाली जनताको घर घर माथिबाट रेल दौडन्छ। अनि सुरुङ मार्ग, फास्ट ट्र्याक, प्रत्येक सडकहरूको राजमार्गमा डोजर चलाइएको छ। यहाँभन्दा विकास के चाहियो? ल, मलाई अहिले अलि हतार भयो, अधिवेशन जितेर उता माला लाउनु छ। बरु फुर्सद भए पनि तपाईँ पनि माला लाउन आउनु होला। अनि क्यामेरा तेर्स्याएर जतिखेर पनि मेरो खेत उखाड्ने होइन, राम्रा कुराहरू पनि लेख्ने गरौँ है। के खालको नेता होला? हे भगवान्, यस्तो तालले हाम्रो देश कहिले बन्ला? यस्ता नेता भएपछि